जाउँ सानो गाउँघर घुम्नलाई चिसो मौसम बरफमा चुम्नलाई झ्यालमा पर्दछ नहेर त्यसरी माया सर्दछ सम्पूर्णलाई वेलकम जाडो 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 यो चाहिँ ग्यास यो चाहिँ पेट्रोल पेट्रोल है पेट्रोलको खनी भन्छ यसलाई पेट्रोल निकाल्ने ठाउँ यहाँबाट जान्छ अनि त्यसपछि प्रोसेसिङ हुँदै 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 लास्टमा डिजल पेट्रोल भएर निक्लिन्छ यो अवस्था यस्तो छ जाडोको मौसम हामी त घुमघाममा छौँ पुरै जङ्गल घुमघाम हेर्नुहोस् है जङ्गल यो हो जङ्गल मेन जङ्गल पुरै भालु बस्ने आज हामी जे पर आज भालु लखड्न जाने भनेर लौरो सौरो नि बोकिया बाङ्गटिङ्गो बाङ्गटिङ्गो लौरो बोक पनि समातेर आएको यहाँ हाम्रो दाइ पनि यसो यो चाहिँ मेन डिजल पेट्रोलको खानी हो है यहाँबाट निक्लिन्छ त्यसपछि प्रोसेसिङ हुँदै आएपछि यसरी चल्छ यो चाहिँ यसरी चल्ने ठाउँ हो यो चाहिँ पङ्खाले चाहिँ घुमिरहेको हुन्छ उताबाट तानिरहेको हुन्छ हामी चाहिँ आज जे पर भनेर आज चाहिँ हामी भालु लखट्नलाई हिँडेको एउटा चित्र के अरे बनकुखुरा पाइदिएको थियो लखटेको एकछिन चिसोमा दौड्यो उठ्नुपर्छ अब हामीले यहाँ हाम्रो दाइलाई चाहिँ दाइको हातमा बनकुखुरा दाइको झोलामा हालेर चाहिँ लिएर आइयो गाह्रो छ यहाँको बनकुखुरा पनि पुग्लु भयो हुँदो रहेछ हौ यसमा त त्यो दौडिनु नसक्ने के खानेकुरो के खाने हो र भने मर्दैन होइन यो जङ्गलमा कालिज मार्नलाई र मार्नलाई चाहिँ यो जङ्गलतिर आउनुपर्छ कुकुर लिएर हिँड्नुपर्छ क्या नत्र त हेर्नुहोस् भालुले फेरि हामीलाई नै भालु बनाइदिएला गाह्रो छ फेरि यहाँका डेन्जर हुन्छ एक झापेटा माऱ्यो भने सकिदिन्छ गाह्रो छ हामीलाई नि डर छ नि हो हजुर कहाँको मान्छेले युरोप भन्छन् युरोपमा के हुन्छ कसो हुन्छ कम्पनी कस्तो छ भन्ने थाहा छैन पहिला सबैभन्दा पहिला युरोप आउनुभन्दा पहिला एजेन्ट कस्तो हो एजेन्सी कस्तो हो होइन म कस्तो ठाउँमा जाँदैछु त्यहाँका कस्तो सुविधाहरू छन् होइन आउँदाखेरि हो क्या नि अरूको भरोसामा होइन आफ्नो खुदको दममा होइन आफूले खुद बुझेर सुनेर त्यहाँ यस्तो रहेछ भनेर बल्ल थाहा पाएपछि मात्रै आउनु त्यत्तिकै हच्च भएर अरूले जे पनि भनिदिन्छ भन्ला 2 लाख 3 लाख रुपियाँ दिन्छ भनेर लास्टमा गएर फेरि 50-60 हजार लाएर ढुङ्काइदिँदाखेरि गाह्रो हुन्छ यस्तो जङ्गलै पुरै सैनिक हिँडे चाहिँ गस्ती हिँडे चाहिँ हिँड्नुपर्छ गाह्रो छ नि भने अर्का देशमा त्यस्तो सजिलो हुन्छ यार पैसा कमाउनलाई लास्टमा कुन दिन अन्तिम हो थाहा हुँदैन के थाहा जिन्दगीको के भरोसा होइन त्यही भएर बुझेर आउने गर्नुहोस् युरोपतिर पनि राम्रो त कसैलाई राम्रो हुन्छ नसिबमा जे छ त्यही हुने हो त होइन यस्तो छ सलोत सम्पूर्णलाई वेलकम छ यस्तो गाडी चिप्लेर पुग्लु केटाहरूलाई भन्न डर यार गाह्रो छ यस्तोमा ब्रेकै लाग्दैन यार हिजो जानलाई यस्तो गाह्रो भयो आज त्यही भएर हामी चाहिँ गाडी बिनाकै पैदल यात्रा हो क्या आज
पहिला पैदल यात्रा यस्तो बरफमा कहाँ गाडीमा हिँड्न हुन्छ भने गाडीमा हिँडेर हुँदैन गाडी घरै छोडिदिए 4-5 वटा गाडी यहाँ त त्यो नेपालमा जस्तो पैसा घुस खरा चाहिँ निक्लिन्छु मेरो त फलाना मान्छे छ होइन त्यसले त मलाई बचाइदिइहाल्छ भन्ने छैन यहाँ चाहे बाउले गरोस् चाहे हजुरबाउले गरोस् मन्त्रीले गरोस् चाहे प्रधानमन्त्री गरोस् यहाँ चल्दैन कसैको बाउको पितम चल्दैन यहाँ गल्ती हो गल्ती 28 राष्ट्रको नियम चल्ने ठाउँ हो गल्ती हो नि दाइ भनेको के राष्ट्रको ठाउँ हो नि हो गल्ती भनेको गल्ती हो त्यो हे नेपालमा चाहिँ मेरो काका मन्त्री छ पख्तलाई भनौँ रिपोर्टै नलिने अर्कोले भन्ला केही नगर्ने पक मेरो पावर छ भन्दै डराउँदै गर्थे डराउने त नि अब मेरो काका त मन्त्री छ मेरो त पोस्टमा छ ठुलो पोस्टमा भन्यो धम्कायो होइन लुट्न जानेहरूले लुट्ने मात्रै त होइन देश लुट्ने त्यस्तैले हो क्या हेर्नु त यहाँ यो खुट्टा केसको थाहा कालिजको कालिजको होइन यो चाहिँ बाख्राको हो कि के हो यो चाहिँ कालिज यो चाहिँ के हो भने कस्तो डेन्जर पाइला छ त यार बाघको हो कि भालुको जस्तो लाग्छ म त है पुरै घप्प बाघको जस्तो छ त देखिया त पुरै आएर ऊ पनि बाटोमा बिचबाट आएर खेल्न थाले है क्या चिसो छ हजुर चिसो छ नेपालको कानुन दैवले जानुन् भन्थे नेपालको कानुन कसैले पनि जान्दैन होइन जान्न जरुरी पनि छैन कसैको घरमा कसैले लिएर चामल राखिदिँदैन कमाउन आफैले पर्छ जुन पार्टी जुन जस्तो आए पनि कोही कसैको केही हुँदैन हाम्रो दाइ उफ पानी खेल्न गएन अर्को दाइ गयो अब तल झरे एउटा गयो ल त डान्स गर आज त्यहाँ उफ्री ल उफ्री डान्स ल त गयो हान नि त्यस्तो कसी हान्ने हुँदैन पनि थाहा हुनुहुन्छ दाइहरूको आज भर्खर 6 महिनाका बच्चा हुन् क्या 6 महिनाका बच्चा अब चिहान त धेरै उतिया रहेछ यहाँ छ जानु त बसन्त दाइ ठग्नु त त्यहाँ फेक्नु त ल बरफमा खेल्न मजा हुन्छ क्या ल होइन त्यसमा त पानी छैन यार पानी छैन हेर्नु त बरफ मात्रै हो पल्टाउनु त ए बढी छ 2 इन्ची कता 2.5 इन्ची होला यहाँ त यस्तो त बरफ हुन्छ देखाउनु त यहाँ यता देखाउनु नि यता हेरेर देखाउनु यता देखिया वाह ढुङ्गा वाह त बरफ त यहाँ पानी छैन नि एउटा बुन्द त्यो तलको पानी चाहिँ जम्मै सोचिसक्यो त्यो माथिको बरफ मात्रै बाँकी राख्यो तल पानी केही पनि छैन यस्तो छ त बाटोको हालत चिसो मौसम चिसो समय चिसो हरेक कुरा चिसोले गर्छ हिउँ पनि के आज हामीले बनकुखुरा मारेर लिएर आएको होइन बनकुखुरा खाने भए सम्पर्क गर्नु होला कसलाई बनकुखुरा खान मन लाग्छ आउनुहोस् है।